दर्शकबिन नमस्कार, हम अमित ठाकुर अपन विशेष में अहाँ सबके स्वागत करै छी। देशक की परिस्थिति छै से बहुत बेसी व्याख्या केनाइ जरूरी नहीं रहल अछि। एखन प्रतिनिधि सभा विघटन के अवस्था छै। सड़क में सेहो विभिन्न राजनीतिक पार्टी उतरल अछि। सुप्रीम कोर्ट में सेहो, सर्वोच्च अदालत में सेहो एहि के बारे में सुनवाई भ रहल छै। एहि के आसपास में विभिन्न राजनीतिक दल सब अपन अपन बात बुझाबऽ के लेल सेहो प्रयासरत रहला अछि। तो यह सब विषय में आई बातचीत करब, बेसी भूमिका बांधनाइ जरूरी नहीं रहल अछि। हमारा सबके साथ में राष्ट्रीय प्रजातंत्र पार्टी के अध्यक्ष डॉक्टर प्रकाश चंद्र लोहनी जी छथि संवाद में। हुनका संगे बातचीत करब जे एखन के परिस्थिति की छै, पार्टी के की काज सब भ रहल छै, राजनीतिक व्यवस्था के बारे में बातचीत करब। तो आई के संवाद शुरू करै छी। डॉक्टर लोहनी, स्वागत छै यहाँलाई। धन्यवाद। सुरुवात तपाईको पार्टीको धारणाबाट गरौँ। अहिले अब नेकपा ओली पक्ष बाहेक चाहिँ म्याक्सिमम पार्टी सडकमै छन्, विरोध गरिरहेको छन् प्रतिनिधि सभा विघटनको घटना लिएर। राप्रपाको चाहिँ के स्ट्यान्ड छ यो इस्युमा? हामीले यसलाई चाहिँ यो संविधान जुन निर्णय प्राइम मिनिस्टरले गर्नुभयो, त्यो प्राइम मिनिस्टरले गर्ने निर्णय संविधानले उहाँलाई त्यो अधिकार दिँदैन। त्यसैले यो असंवैधानिक छ। संविधानले नदिएको अधिकार मसित छ भन्नु आफैमा असंवैधानिक हो। यो उहाँको निर्णय असंवैधानिक हो र त्यो हदसम्म यो प्रतिगामी पनि हो, है, रिग्रेसिभ हो। त्यसकारण हामी यसलाई असंवैधानिक र प्रतिगामी भन्ने हाम्रो चाहिँ कन्सेन्सस हो, हाम्रो चाहिँ डिसिजन हो। तर यसको निराकरण गर्नको लागि अब त आखिर हाम्रो चाहिँ संविधानले दिएको इन्स्टिट्युसन्सहरूमै जाने हो। संविधानले दिएको इन्स्टिट्युसन्स भनेको कोर्ट हो। कोर्टमा गएको छ। अब कोर्टले जे निर्णय दिन्छ त्यो एउटा ऐतिहासिकै निर्णय हुन्छ। मैले नेपालको चाहिँ पोलिटिक्सको सन्दर्भमा नेपालको लङ टर्म भायबिलिटी र सर्भाइभलकै दृष्टिकोणले पनि त्यो एउटा ऐतिहासिकै निर्णय हुन्छ। तर कोर्टले कसरी निर्णय दिन्छ त्यसलाई हामी मान्छौँ। सर्वोच्च अदालतमा मुद्दा छ अहिले। विभिन्न राजनीतिक वृत्तका मानिस या बुद्धिजीवी बनाउँदाहरू या पब्लिक फिगरहरूले कोर्टलाई लिएर विभिन्न किसिमका आफ्नो आफ्नो विचार राखेका छन्। कतिले विश्वास व्यक्त गरेका छन्, कतिले आशंका समेत व्यक्त गरेका छन्। प्रधानमन्त्रीले त आफैले यो राजनीतिक विषय हो, सर्वोच्च अदालतमा जानु नपर्ने थियो भनेर पनि भन्नुभएको छ। कोर्टबाट चाहिँ लोकतन्त्रको पक्षमा या जसरी भनाइरहेको छ कि यसलाई निर्णयलाई उल्टाइन्छ होला, के लाग्छ होला? कोर्टले कसरी डिसाइड गर्छ त? गर्न चाहन्न। हेर्नुहोस्, हाम्रो चाहिँ दृष्टिकोणले त यो असंवैधानिक हो। कोर्टले कुन तरिकाले हेर्छ कि त्यसलाई चाहिँ म गर्न अहिले यसै भन्न चाहिँ अब कसरी भन्ने। तर जुन किसिमबाट दुवै पक्षले मेरै पक्षमा आउँछ भनेर चाहिँ भन्ने चाहिँ त्यो चाहिँ अतिरञ्जितै हुन्छ। जस्तो प्राइम मिनिस्टरले भन्नुभएको छ नि, प्रधानमन्त्रीजीले के भने कुनै पनि हालतमा कोर्टले हाम्रो पक्षमा गर्छ, तपाईँहरू ढुक्क हुनुहोस् भनेर सरकारमा बस्ने प्रधानमन्त्रीले कोर्टकै लागि निर्णय गरिदिनु त भएन नि, होइन? भन्नुपर्ने त उहाँहरूले के भने अब हामीले निर्णय गऱ्यौँ, अब यसको वैधानिकता जाँच्ने काम चाहिँ कोर्टको हो। कोर्टमा गएको छ, कोर्टको निर्णयले हामी मान्छौँ भन्नु चाहिँ सबै पक्षले त्यही भन्नु राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अन्य पार्टीहरूले विरोधका कार्यक्रमहरू देशभर गरिराखेका छन्, समाचारमा पनि आइरहेको हुन्छ। राप्रपाको चाहिँ के पोजिसन छ? वेट एन्ड वाचमा हो कि के छ? यो असंवैधानिक हो। तर के डिसिजन हुन्छ कोर्टको त्यसलाई हामी मान्छौँ। अहिलेलाई चाहिँ सडकमा नआउने फैसला गर्नुभएको छ। अहिले चाहिँ हाम्रो पार्टीले चाहिँ के भने असंवैधानिक भएको हुनाले, तर कोर्टमा गएको हुनाले कोर्टको विल वेट फर द कोर्ट डिसिजन। कोर्टको डिसिजनलाई पर्खन्छौँ। पार्टीतिर आउँ अब। राप्रपा अहिले एकीकरण भएको छ, 3 जना अध्यक्षजी हुनुहुन्छ तपाईँहरू। राप्रपाको मूल मुद्दा भनेको दुईटा अहिले केन्द्रितमा राखेर सुन्ने गरिन्छ। हिन्दू राष्ट्र बनाउनु पर्यो र त्यसपछि कन्स्टिट्युसनल मोनार्की ल्याउनु पर्यो। यो खासमा अब दुवै मुद्दालाई के लाउँ? हिन्दू राष्ट्रमा पनि तपाईँहरूले थुप्रै ठाउँमा धेरै कुराहरू भन्नुभएको छ, हामीले पनि सुनेका छौँ। तर यहाँ हाम्रो टेलिभिजनको प्लेटफर्मबाट फेरि पनि हिन्दू राष्ट्र नै चाहिँ नेपाललाई अहिले अब किन बनाउनु पर्यो, कन्स्टिट्युसनमा आइसकेका छ, हामी अब सेक्युलर कन्ट्री भयौँ, के जोड्न जान्छ? प्रश्न आउँछ किन नबनाउने भन्ने कुरा कि तपाईँ बन्नुहुन्छ किन बनाउने भन्दैन, किन नबनाउने? किनभने यो हिन्दू नेपाल भनेको तपाईँको हिन्दू सभ्यता 4वटा मेजर रिलिजन्सहरू छन्, है, क्रिस्चियन, इस्लाम, हिन्दू र बुद्धिज्म। त्यो दुईवटा धर्मको त स्रोत केन्द्रै नेपाल हो। नेपालको आइडेन्टिटी छ त्यसमा। 5000 वर्ष पुरानो सभ्यता हो यो हिन्दू सभ्यता। त्यसको नेपाल त एउटा स्रोत केन्द्र भन्छु म के। पशुपतिनाथ, मुक्तिनाथ,
लुम्बिनी र जनकपुर धाममा 4 धामै छन्। हिमवत खण्ड नेपाल भनेको यो 5000 वर्ष पुरानो संस्कृति जो बुद्धिज्मसँग पनि इन्टरमिङ्गल भएको छ। त्यसको आइडेन्टिटीलाई हामीले छोड्नुपर्ने किन? यो त हाम्रो सफ्ट पावर हो। सफ्ट पावर संसारभरका 180 करोड जनताको लागि नेपाल त तीर्थस्थल हुनसक्छ भने यो सफ्ट पावरलाई नेपालले आफ्नो आइडेन्टिटीलाई छोड्नुपर्ने कारण छैन। यसको मतलब हिन्दू प्रिन्सिपल अनुसार राज्य चल्नुपर्छ भने पनि छैन। कमन ल अनुसारै जान्छ। लिगल त आफ्नो फर्मेटहरू छँदैछ। तर एज ए नेसन, एज ए आइडेन्टिटी चाहिँ नेपालको हिन्दू राष्ट्र रहनु चाहिँ नेपालको भारत र चीनको बिचमा बसेको, नेपालको तपाईँको चाहिँ सुरक्षाको लागि पनि, नेपालको इकोनोमिक डेभलपमेन्टको कन्टेक्स्टमा पनि, नेपालको आइडेन्टिटी संसारमा राख्नको लागि पनि हिन्दू राष्ट्र राख्नु चाहिँ उपयोगी हुन्छ भन्ने हाम्रो धारणा हो। हल्का पछाडि जाउँ अब। जब 62-63 को आन्दोलन भयो, नेपाल पहिला हिन्दू राष्ट्र नै हो, अन्तरिम संविधानमा आएर त्यसपछि संघीयता ल्याइयो र हिन्दू राष्ट्र हटाएर सेक्युलरिजम ल्याइयो यहाँ। त्यो टाइम पिरियडमा जाँदा कसरी यो पब्लिकले त सडकमा त यसलाई त्यति साह्रो डिमान्ड गरेको थिएन। संविधान सभाको जब फिडब्याक लिइरहेको थियो संविधान बन्ने प्रोसेसमा, सबभन्दा बढी पनि सुझाव पनि त्यही गएको थियो कि सेक्युलरिजम हटाउँ र हिन्दू राष्ट्रलाई ल्याउँ। यो बन्न चाहिँ कसरी पुग्यो हाम्रो देश हिन्दू राष्ट्र? त्यो तपाईँको त्यो के भनेदेखि सोध्नु पऱ्यो भने गिरिजाबाबुलाई उहाँले भन्नुभएको छ, खोइ मलाई त थाहा थिएन, जे सभामुखले लेखेर दिए मैले त्यही पढेँ भन्नुभयो गिरिजाबाबुले, होइन? सभामुखले त्यो बेलाको सभामुखलाई सोद्धाखेरि खोइ मलाई त थाहा छैन, अब मैले लेखेर दिएको उहाँले के पढ्नु भन्नुहुन्छ भन्दाखेरि सबैले आफ्नो रेस्पोन्सिबिलिटी एभोइड गरिरहेका छन् भने यो कतै न कतैबाट तपाईँको वैदेशिक शक्तिहरूबाट थोपरिएको। हेर्नुहोस्, एउटा कुरो के छ भने नेपालमा पृथ्वीनारायण शाहले जब नेपाल गरिन् त्यो बेलामा चाहिँ पोर्चुगिज मिसनरीहरूले नेपालमा तपाईँको धर्म परिवर्तन गर्न कोसिस गरेका थिए र पृथ्वीनारायण शाहले के देखाएको थिए भने धर्मको नाम अघिल्तिर आउँछन्, अनि बन्दुक व्यापार आउँछ, अनि बन्दुक आउँछ, अनि कब्जा गर्ने प्रवृत्ति आउँछ भने हुनाले उनले तुरुन्तै तिनीहरू सबैले निकालेर पठाइदिए। अब अहिले हिन्दू जुन पहिचान थियो त्यो पहिचानलाई गुमाउनुको एउटा लाइसेन्स जस्तो भएको छ यहाँ तपाईँको धर्म परिवर्तन गर्नको लागि। हामीले पहाडमै देखिरहेका छौँ खुलेआम धर्म परिवर्तन गर्दाखेरि त्यसलाई स्टेट चाहिँ एउटा मौन मुख दर्शक भएर नेपालको स्टेट बसिरहेको छ। र तपाईँ कल्चर र संस्कृति 5000 इयर्सको कल्चर र संस्कृतिमाथि धावा बोल्दाखेरि त्यो नै गयो भनेदेखि तपाईँ के रहन्छ त नेपालको मौलिकता भने? यो सिभिलाइजेसनलाई जोगाउने त नेपालको कर्तव्य हो कि। यो तपाईँको 5000 वर्ष पुरानो सिभिलाइजेसनलाई त्यसको सोचलाई जोगाउने नेपालको कर्तव्य हो। त्यसकारण हामीले यसलाई एउटा प्रश्न तै पनि आउँछ कि आखिर जब जनताले म्यान्डेट दिएन, जनताले यसलाई मागेको थिएन भने कहाँबाट आउन पुग्यो? तपाईँले पनि भन्नुभयो कि स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि पन्छिन खोज्नुभयो, तत्कालीन सभामुखले पनि पन्छिन खोज्नुभयो। तपाईँ राजनीतिक वृत्तमा लागेको मान्छे, आम जनताले त्यति आई लिभ द्याट टु यु। तपाईँहरू जस्तो अब अहिलेका बुद्धिजीवीहरू है संसार देख्नु भएको छ, तपाईँहरूले विचार गर्नुहोस्। तर के भनेदेखि चाहिँ नेपालमा अर्को धर्म लिएर आउनको लागि चाहिँ जहिले पनि ठुलो प्रयास भइराखेको हो र त्यो प्रयासले चाहिँ दोस्रो जनआन्दोलनको सन्दर्भमा त्यो प्रयासले सफलता पायो। किन पायो भन्ने कुरा चाहिँ अब आफ्नो आफ्नो हाइपोथेसिसहरू छन्, योभन्दा बढी त म भन्दिनँ तपाईँको। तर जसरी वैदेशिक शक्तिको तपाईँले इसारा गर्नुभएको थियो, नेपालमा जहिले पनि यो कुरा आउँछ, वैदेशिक शक्तिले चलखेल गर्छन्, हामीले त्यो ग्राउन्ड किन बन्न दिएका छौँ? किनभने नेपालमा यो कन्भर्जन गराउने, नेपालको कल्चरमा चाहिँ बाहिरको इन्फ्लुएन्स गराउने प्रयास त जहिले पनि भयो तपाईँको, जहिले पनि भयो। र मलाई आश्चर्य लाग्ने के भने सेकुलरिजम भनेर जुन भन्छन् नि, संसारमा सेकुलर राष्ट्रै छैन कहीँ तपाईँको। के हो सेकुलरिजम भने? बाइडेनले चाहिँ 146 वर्षको पुरानो चाहिँ तपाईँको बाइबलमा हात राखेर गर्दाखेरि त्यो राष्ट्र त प्रगति गरेकै छ। संसारको सबभन्दा ठुलो राष्ट्र छ अहिले। पश्चिगामी भन्नेहरूले त्यसको जवाब दिउँ न तपाईँको, होइन? यसलाई पश्चिगामी भन्नेहरूले संसारको सबभन्दा तपाईँको चाहिँ प्रगतिशील भनेको प्रजातान्त्रिक भन्ने राष्ट्र ब्रिटेन, त्यहाँका प्राइम मिनिस्टरले वी आर प्राउड टु बी क्रिस्चियन्स भन्छन्, होइन? भने उनीहरूले यो संसारमा कुनै पनि यो सेकुलरिजम भन्ने छैन। जस्तो जो राष्ट्र अरूलाई सेकुलरिजममा जाऊ भनेर आज भनिरहेका छन् युरोपियन राष्ट्रहरू, साना राष्ट्रहरू, उनीहरूले करोडौँ रुपियाँ खर्च गरेर मिसनरीहरूलाई चाहिँ अरू देशमा चाहिँ कन्भर्ट गर्न पठाउँछन्।
अब तपाईँको चाहिँ कन्भर्ट गर्न तपाईँ पठाउने अनि आफू चाहिँ सेकुलर भन्ने त्यो मिल्छ त्यो मिलेन नि त्यस कारण जब यो यत्रो आइडेन्टिटीसँग जोडेर आउँछ यत्रो ठुलो इस्यु हुनुपर्ने हो आम पब्लिकले किन तपाईँहरूलाई त्यसो खास सपोर्ट गरेका छैनन् के भने नेपाल हिन्दू को चाहिँ के भने यस र नो रिलिजन होइन भने मतलब आइदर यु आर विथ मी अर एगेन्स्ट मी भन्ने त होइन नि मसित छौ भने स्वर्गमा जान्छौ मसित छैन भने नरकमा जान्छौ बाइनरी रिलिजन भन्छ नि बाइनरी है हिन्दुइजम चाहिँ बाई नेचर चाहिँ यो तपाईँको बाइनरी होइन यो अनेक बाटाहरू छन् सबै ईश्वरमा जाने चाहिँ अनेक बाटाहरू छन् भन्दाखेरि त्यसैले जो अर्गनाइजेसनल जुन रिजिडिटी हो नि अरू रिलिजनको रिजिडिटी एउटा गुरुले भनिदिएपछि साराले मान्ने त्यो रिजिडिटी यहाँ छैन त्यस कारण यो डिफ्युज मोर फ्लेक्सिबल छ के त्यसमा चाहिँ हमला गर्न सहिलो हुन्छ यसलाई पोलिटिकल पावर बनाउन चाहिँ आखिर त राजनीतिक दलको थ्रु गएर संसदबाट चेन्ज गर्नुपर्ने हुनाले चुनाव बिचमा आउँछ चुनावमा तपाईँहरूले पब्लिकको सपोर्ट पाउनु भएको रहेछ लेटेस्ट इलेक्सनमा आउने इलेक्सनमा चाहिँ के हुन्छ होला के छ भने नपाउनुको कारण पनि छ त कारण किन हामी तीनटा दल भएर फुट्यौँ है फुट्दाखेरि मान्छेले अब यिनीहरू फुटे भनेर भन्दाखेरि चाहिँ यिनीहरूलाई किन भोट दिने भन्दा त्यहाँ पनि हो एउटा कुरो त्यो वी हेभ बी युनाइटेड नाउ युनाइट भएको छौँ हामी तिनैजना चाहिँ अब हामी तिनजना अहिले अध्यक्ष छौँ महाधिवेशन गर्छौँ महाधिवेशनबाट जो अध्यक्ष हुन्छ त्यसले हि विल क्यारी द पार्टी होइन त्यसमा अब यो राष्ट्रिय प्रजातन्त्र पार्टी जुन पहिलेको फुटसुटबाट चाहिँ अब यो पार्टी फुट्नेवाला छैन अब चाहिँ इट विल बी युनाइटेड यो र नेपालमा यो कम्युनिस्ट नामको शक्तिहरू भन्नुहोस् न कम्युनिस्टको त क पनि छैन उहाँहरूसित होइन अब नेपाली काङ्ग्रेस सोसियलिजम भन्दा सोसियलिजमको स पनि छैन तपाईँको किनभने देखिसक्यो नि त अहिलेको 2-3 उहाँहरूको शासनकालमा देख्दाखेरि एउटा वैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको रूपमा जो रुटेड आफ्नै सोइलमा रुटेड शक्ति चाहिँ नेपालमा आवश्यक छ त्यो शक्तिको रूपमा हामी स्थापित गरेर नेपाली जनतालाई वैकल्पिक एउटा अप्सन्सहरू पोलिटिकल अप्सन्सहरू हामी दिन चाहन्छौँ जहाँसम्म हिन्दूको कुरा गर्नुहुन्छ म यो संविधान बनाउँदाखेरि म पनि थिएँ त्यो बेलामा हामीले 2 लाख कपी फर्म्सहरू लिएर ठाउँ ठाउँमा गएर तपाईँलाई नेपाल कस्तो हुनुपर्छ के हिन्दू धर्मनिरपेक्ष हुनुपर्छ कि सापेक्ष हुनुपर्छ भनेर प्रश्नहरू सोधेको थियो त्यो प्रश्नहरू सोधेको 2 लाखको त्यो फर्महरू अहिले खोलेर हेऱ्यो भने चाहिँ जनताले के भनेका छन् त्यो त सबैलाई थाहा छ कि म्याक्सिमम हिन्दू राष्ट्र हुनुपर्छ भन्ने सजेन आएको थियो त्यो तपाईँ जब पिपलमा तपाईँ विश्वास गर्ने भन्नुहुन्छ जब तपाईँ पिपलको राय बुझ्ने भन्नुहुन्छ तपाईँ जब डेमोक्रेसी शब्दको डीबाट सुरु गर्नुहुन्छ अनि तपाईँ चाहिँ त्यो रायलाई चाहिँ तपाईँ बाहिर ल्याउनु चाहिँ तपाईँ नसक्नु पोलिटिकल पार्टीलाई दोषी मान्न मिल्छ होला मलाई लाग्छ के भने यस किनभने जसले नियत ठिक भएन कि तपाईँको नियत तपाईँको ठिक भए भए त तपाईँमा अनेस्टी भएको भए इन्टिग्रिटी भए भएदेखि त यथार्थ ल्याउनुहुन्थ्यो नि त अनेस्टी पनि भएन इन्टिग्रिटी पनि भएन र अरू शक्तिहरूको लागि तपाईँ काम गरिरहेको र आफ्नो कल्चरलाई चेन्ज गर्न पनि तपाईँ तयार हुने जुन तपाईँको मनस्थिति हो त्यो के कारणले हो त तपाईँहरू आफै विचार गर्नुहोस् त्यो मनस्थिति भएका शासक वर्गको कारणले गर्दाखेरि भाव सुशील कोइरालाजीले भन्नुभएको छ कसरी त्यो हिन्दू भए चाहिँ मलाई पनि थाहा छैन भन्नुहुन्छ कसले भयो त कसरी भयो त यस्तो जवाब दिन मिल्छ होला कति खै अब यो हिन्दू राष्ट्रसँग जोडेर एउटा क्वेसन गरौँ त्यसपछि अन्य टपिकमा जाउँला थुप्रै कुरा गर्नुपर्ने छ कतिपयले पनि के भन्छन् भने राप्रपाले हिन्दू राष्ट्रको कुरा चाहिँ गर्छ तर एउटा अहिले चाहिँ भएको छ नि ड्रेसिङ सेन्सको पनि कुरा आउँछ केसरिया कलरको कपडा लाउनु पर्यो टिकासिका लाउनु पर्यो त्यसो हुनु पर्यो त्यो लुक चाहिँ म्याटर गर्छ होला राप्रपाले त्यसो लुक प्रोजेक्ट गर्न सकेका छैन किन होला त्यसमा तपाईँले के रिप्लाई दिनुहुन्छ त्यो गेरु रङ लाएर हिँड्नुपर्छ भन्ने त्यो तर्कमा त म छैन अघि यो त्यो गेरु रङको आफ्नै लजिक छ त्यो कुन मनस्थितिमा लाउने के गर्ने भन्ने एउटा मनस्थितिको चित्रण हो त्यो होइन अग्निको रङ हो त्यो अग्निको रङ जसले तपाईँको भित्र रहेको नेगेटिभ फिलिङ्सहरूलाई सबैलाई त्यसले जलाओस् भन्ने अभिव्यक्ति दिनको लागि तपाईँलाई सम्झाउनुको लागि लाउने हो त्यो गेरु रङ भन्ने किसिमले तर मलाई लाग्छ वी आर अनेस्ट वी आर सिन्सियर हाम्रो कन्भिक्सनमा र यसको मतलब अरू धर्महरूलाई चाहिँ तपाईँको तल पार्ने पनि होइन किन हरेक धर्महरू चाहिँ आफ्नो आफ्नो एजमा क्रान्तिकारी हुन् मानव जीवनको लागि लाइफ एन्ड लिभिङ होइन जीवनको अस्तित्व र जीवनको कारण भन्नुहोस् न किन मान्छे जन्मन्छ र यो अस्तित्वको अर्थ के हो भन्ने तपाईँको पार्टीले उठाएको मुद्दालाई ड्रेसिङ सेन्समा लागू गर्नु वा व्यवहार त जीवनशैलीमा उतार्नु पनि एउटा ठुलो रिजन हुन्थ्यो कि पब्लिकले एट्र्याक्ट गर्नु त्यस हिसाबले पनि क्वेसन हुने गरेको छ मेरो त्यो आशय होइन मैले भन्दाखेरि त्यसैले के भने त्यो मानेमा मैले तपाईँको प्रश्न फेरि भन्नु त
तपाईँले उठाएको जुन कुरा छ नि हिन्दू राष्ट्रसँग जोडेर हामीले हिन्दू संस्कृति बचाउनु पर्यो, यसो गर्नु पर्यो, त्यसलाई चाहिँ पब्लिकले जुन भन्ने गरेछ नि कि ड्रेसिङ सेन्समा पनि त्यसो आउनु पर्यो, बोली नालीमा पनि त्यसो आउनु पर्यो, गेरुवा रङसँग जोडेर पनि कति पब्लिकले हेर्ने गरेका छन्। त्यसमा तपाईँको चाहिँ हिन्दुइजमले तपाईँले यति फ्लेक्सिबिलिटी दिएको छ, होइन फ्लेक्सिबिलिटी दिएको छ। चारवाकले चाहिँ ऋणम कृत्वा घृतमपित भनेको छ, तपाईँ ऊ नै गरेर पनि तिमी वास्तै नगरेर पनि तिमी जान सक्छौ, मुक्ति पाउन सक्छौ भनेको छ भने यो इट्स ए क्याफेटेरिया एप्रोच छ कि हिन्दू रिलिजनको। क्याफेटेरिया एप्रोचमा हरेक जे पनि लिन सक्नुहुन्छ नि, तर अल्टिमेट तपाईँको उद्देश्य त एउटै हो। अल्टिमेट उद्देश्य एउटै हो, टु रियली अन्डरस्ट्यान्ड द एसेन्स अफ लाइफ एन्ड सरेन्डर यर सेल्फ टु द अलमाइटी भन्ने हो। अर्को इस्युमा अब आउँ, तपाईँको पार्टीले उठाएको कन्स्टिट्युसनल मोनार्की, राजासहितको प्रजातन्त्र हुनुपर्ने त्यही होइन अहिलेलाई। त्यसमा चाहिँ अब राजा किन चाहियो अहिलेलाई, थुप्रै पनि समर्थनमा छन्, यसलाई नकार्न सकिँदैन, थुप्रै पनि अहिले पनि क्वेसन गर्छन्। अब राजा हटाइसकेको देश फेरि पनि किन फिर्ता ब्याक स्टेप लिने होला, हामीसँग लोकतन्त्र छँदैछ, राजाको किन आवश्यकता अहिलेलाई? अब राजाको किन आवश्यकता भन्ने कुरा तपाईँको के भने नेपालको एउटा युनिटीको सिम्बल हो राज संस्था भनेको। हामीले लेट मी टेल यु वान थिङ, राजा भनेर भन्दाखेरि हामी चाहिँ राज संस्था भनेको छौँ है। हामीले संस्था इन्स्टिट्युसन इज मोर इम्पोर्टेन्ट। त्यो राज संस्था पनि के भने नेपालमा शासन गर्ने नेपाली जनताले नै हो। यो देशका मालिक भने नेपाली जनता हुन् अघि। र हामीले त हाम्रो पार्टीलाई के भनेको छ भने राप्रपा भने नेपाली जनताको सेवक हो, तर यो देशका मालिक नेपाली जनता हुन् अघि। राज संस्था त्यो ओभरअल फिलोसफिकल थिममा राज संस्था कसरी फिट गर्छ भनेर भन्दाखेरि यो देशलाई बलियो गर्ने काममा संविधानभित्रको राज संस्था, संविधानभित्रको राज संस्था भने चाहिँ एउटा मोरल फोर्स हुन्छ, एउटा कन्स्टिट्युसन र मोरल फोर्स हुन्छ। त्यो कन्स्टिट्युसन र मोरल फोर्सले गर्दाखेरि पोलिटिकल अरू फ्याक्टर्सलाई पनि एउटा रेड लाइन जस्तो दिन्छ संविधानको संरक्षण गर्नको लागि, जनतालाई पनि मनोवैज्ञानिक रूपमा संरक्षण दिन्छ। त्यो हुँदो रहेछ, त्यो के आवश्यक छ र भनेर भन्नुहुन्छ भने अहिले हेर्नुहोस् तपाईँले अहिले चाहिँ तपाईँको हाम्रो कन्स्टिट्युसनले के भनेको छ, कन्स्टिट्युसनको संरक्षक भनेको राष्ट्रपति भने होइन, संरक्षक। तर विघटन गर्नु पर्यो भनेर संविधानले नदिएको अधिकार युज गरेर जाँदाखेरि आधा घन्टा सही गरेर पठाउने कन्स्टिट्युसनको संरक्षक भयो। तपाईँ कन्स्टिट्युसनको संरक्षक हुनुभयो कि तपाईँ कार्यकारीको एउटा कारिन्दाको रूपमा तपाईँ प्रस्तुत हुनुभयो भन्दाखेरि के त भने त्यो व्यक्तिमाथि प्रश्न उठाउने कि संस्थामाथि उठाइदिने, तपाईँ के त्यो संस्था कस्तो हो भने इम्बेडेड भन्छ कि एउटा त तपाईँको सिस्टेमिक भयो, एउटा त स्ट्रक्चरल भयो। यो सिस्टेमिकै भयो। सिस्टेमिक भन्दाखेरि जुन पार्टीको राष्ट्रपति हुन्छ, हामीले कस्तो कल्चर, जुन पार्टीको राष्ट्रपति हुन्छ त्यो पार्टीको राष्ट्रपतिले पार्टीको हितमा हेर्ने, पार्टी मात्रै नभए त गुटको हितमा हेर्ने, त्यो त सिस्टेमिक हुन्ला अब। त्यसकारण स्ट्रक्चरको कुरो मात्रै सिस्टेमिक भयो। तपाईँले भन्नुभएको चाहिँ स्ट्रक्चरको कुरो, स्ट्रक्चर के सधैँ त्यस्तो हुन्छ र भनेर भन्नुभयो। यहाँ नेपालमा सिस्टेमिक देखिएको छ, त्यो भित्र पसिसकेको छ। त्यसकारण यो नहोस् भनेर भन्नको लागि राज संस्था चाहिँ हुँदाखेरि चाहिँ कमसेकम राज संस्थाले त तपाईँले योभन्दा अगाडि कतिपय अवस्थामा चाहिँ मन्त्रीमण्डलले पठाएको कुरामा पनि कन्सल्ट गरेको थियो, लयर्सहरूसित सर्वोच्च अदालतसित कन्सल्ट गरेको थियो, फेरि प्रश्नहरू सोधेको थियो संविधान बमोजिम छ कि छैन भनेर संविधानको संरक्षकको हैसियतले। त्यो एउटा इम्पार्सियालिटी चाहिँ राज संस्थामा अहिले नेपालको अवस्थामा, नेपालको अहिलेको स्थितिमा नेपाललाई आवश्यक छ। फेरि त्यो संस्था कस्तो पऱ्यो भनेदेखि, संस्था भन्छु है म, संस्था चाहिँ हिमाल होस्, पहाड होस्, मधेस होस्, तराई मधेस, जहाँ पनि मान्छेले चाहिँ एउटा रेस्पेक्ट चाहिँ एज द फाउन्डर यो डाइनेस्टीले बनाएको, डाइनेस्टीले चाहिँ यो राष्ट्र बनाएको रेस्पेक्ट दिने संस्था पर्यो भनेले वी हेभ टु युज द्याट इन्स्टिट्युसन। अब त्यहाँ कतिले यसलाई के भन्छ भने पश्चगामी भन्छन्, कुनै ब्याक हुने, जस्तो तपाईँले पनि अघि सम्बन्ध युज गर्नु ब्याक हुने भने। अब ब्याक र फरवर्ड भनेर वाट इज फरवर्ड एन्ड वाट इज ब्याकवर्ड तपाईँको नेसनको कन्टेक्स्टमा कुन चाहिँ ले तपाईँको नेसनलाई स्टेबिलिटी दिन्छ, निरन्तरतासहितको गतिशीलता भन्छु म, के कन्टिन्युटी, डाइनामिक कन्टिन्युटी भनौँ न, निरन्तरतासहितको गतिशीलताको परिप्रेक्ष्यमा पुरानोलाई पनि लिने, नयाँलाई पनि तपाईँले चाहिँ पुरानोलाई रिटेनको राम्रा कुरालाई रिटेन गरेर नयाँलाई पनि लिन सक्ने त्यो क्षमताले राष्ट्रलाई अगाडि लैजान्छ। राज संस्था भन्दै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई फिर्ता ल्याउँ या अन्य केही पनि छ विचार? राज संस्था हामीले भनेको छ, राज संस्थाको प्रतिनिधित्व गर्ने त तपाईँको पृथ्वीनारायण शाहको खलक हो, पृथ्वीनारायण शाहको खलकले नै हो। त्यसमा पनि केही डाउट गर्नुपर्ने कुरो छैन। अब त्यो बेलामा पार्लियामेन्टले केही भन्यो, अरू कुरा केही सजायो भने आफ्नैको ठाउँमा होला, तर नर्मली त हुने कुरा त्यही नै। फेरि पनि यसको के ग्यारेन्टी छ र कि पूर्व राजा ज्ञानेन्द्रले पहिला
देखाएको निरङ्कुशता जस्तो केही गर्नुहुन्न कि? संसारमा कुनै कुराको ग्यारेन्टी छैन। हेर्नुहोस्, जस्तो तपाईँ म भोलि बाँच्छु भन्ने ग्यारेन्टी छ र छैन नि? त्यही भएर छैन। रिस्क एन्ड प्रफिट फ्याक्टर त हेरेर हामीले अगाडि बढ्नु पर्यो नि। त्यो संस्थाको पोजिटिभ पोटेन्सियललाई युज गर्नुहोस् न। जस्तो बेलायतमा छ नि त तपाईँको राज संस्था, बेलायतमा छ राज संस्था, त्यहाँ पनि त राज संस्थाले चाहिँ तपाईँको चाहिँ लिन खोज्छन् कि भन्ने हो भनेदेखि त सक्यो नि त। जापानमा छ, डेनमार्कमा छ, क्यानाडामा छ, अस्ट्रेलियामा छ। तर हाम्रो प्रजातन्त्र त्यत्तिको मजबुत भएको छ र त्यहाँको डेमोक्रेसी त धेरै पुरानो छ, संस्थागत भइसक्यो। हाम्रो यहाँ त्यस्तो छ। संविधान तपाईँ आफ्नो आफ्नो मर्यादामा तपाईँ बस्नुभयो भने, आफ्नो आफ्नो मर्यादामा कार्यकारी बस्यो भने, पिपल एलाउड भने भइहाल्छ नि। किन नहुने कुरो छ र? अहिले त्यत्रो संविधानमा हामीले जो संविधान अन्तर्गत गएको छौँ भनेर जाँदाखेरि संविधानको संरक्षण भइरहेको छैन नि त। वी आर लुजिङ आवर कन्स्टिट्युसन। यो कन्स्टिट्युसनका राम्रा कुराहरू पनि त छन् नि, त्यो पनि सखाबुन लागेको देखिरहेको छु मैले त। भन्ने मतलब अब त हामी त के भन्छ, राजनीतिक सङ्कटमा त संवैधानिक सङ्कटमा पनि परिसक्यौँ हामी, जनजीविकाको सङ्कटमा परेका छौँ, शासकीय सङ्कटमा परिसकेका छौँ, जुन इमोरालिटीहरू बढेर गएको छ। यो सबैलाई के भनेदेखि म चाहिँ 2/3 मेरो अथवा चाहिँ 64% मेरो छ, मैले जे गरे पनि हुन्छ भन्ने के यही हो त प्रजातन्त्र? त्यसकारण नेपालको अहिलेको परिप्रेक्ष्यमा संवैधानिक राज संस्थाले एउटा मोरल बाइन्डिङ फोर्स जस्तो त्यसले काम गर्छ, त्यसले नेपाललाई फाइदा गर्छ। दर्शकवृन्द, अपन विशेष में समय भले छोटछिन व्यावसायिक विश्राम के बाद राप्रपा अध्यक्ष डॉक्टर प्रकाश चंद्र लोहनी जी संगे के संवाद हम सब फिर से जारी रखब। विश्राम के बाद अपन विशेष में अहाँ सबके फिर से स्वागत करै छी। आई अपन विशेष में विशेष संवाद के लेल हमरा सबके साथ में छथि राष्ट्रीय प्रजातंत्र पार्टी के अध्यक्ष डॉक्टर प्रकाश चंद्र लोहनी जी। डाक्टर साहब, विभिन्न कुरा भएको थियो ब्रेकभन्दा पहिले। हामीले संवैधानिक राजतन्त्रमा एन्ड गरेका थियौँ, त्यसलाई हल्का कन्टिन्यू गरौँ। राज संस्थालाई ल्याउने, संविधानभित्र राख्ने, त्यसले मर्यादाको कुरा तपाईँले उठाउनु भयो हैन, अभिभावकत्वको कुरा उठाउनु भयो, त्यसका अझै इम्प्लिकेसन्स विकास निर्माणमा भनौँ या जनताको जीवनमा भनौँ, त्यो चाहिँ कसरी पर्छ होला? आखिरमा जनताले त्यो पनि खोज्छन् होला। त्यो मलाई लाग्छ के भनेदेखि राज संस्थाको एउटा उपस्थितिले गर्दाखेरि गभर्मेन्टलाई चाहिँ शासन चलाउने शासन जुन गभर्मेन्टले चलाउँछ त्यसले चाहिँ अलर्ट हुनुपर्ने स्थिति आउँछ। संविधानलाई तपाईँको उल्ट्याएर अथवा जथाभावी गरेर चलाउनको लागि चाहिँ जुन प्रवृत्ति देखिएको छ नि, ऐन कानुनले आफ्नो लागि युज गर्ने जस्तो कतिपय अवस्थामा देखिया चाहिँ ओम्नी भन्ने एउटा कम्पनीको लागि चाहिँ नियमै बदलियो होइन। यो 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 तपाईँको रेड लाइन भने कतै पनि नहुने रेड लाइन के, रातो त्यो एउटा बन्देज भने कतै पनि नहुने खालको जुन अधिनायकवादी मनस्थिति छ नि, त्यो अधिनायकवादी मनस्थितिलाई नियन्त्रण गर्न अधिकार नभए पनि राज संस्थाको चाहिँ त्यो नैतिक बलले त्यसले काम गर्छ। योभन्दा पहिले पनि उदाहरण दिन्छ कि डाक्टर रामवरण यादवले राम्रो स्टेप लिनुभएको थियो, चाहे त्यो कटवाल प्रकरण होस् या त्यस्तो गर्न सकिएन। अर्को व्यक्ति आउँदा चाहिँ त्यसले प्रभावकारी स्टेप नउठाउने हो। राष्ट्रपति संस्थामाथि हामीले भरोसा गर्न स्कोप छैन अहिलेलाई। राष्ट्रपति संस्थामाथि भरोसा गर्ने तपाईँको जुन किसिमको पोलिटिकल कल्चर हाम्रो यहाँ डेभलप भएर गएको छ नि, त्यो चाहिँ मैले त्यसैले भने नि, यो संरचनाको होइन कि संरचनाभित्र त्यसको चाहिँ सिस्टेमिक रूपमा नै त्यो संरचना धमिरोले खाने किसिमबाट यहाँ नेपालमा इभल्भ गरेर जान लाग्छ। त्यसको उदाहरण मैले तपाईँलाई दिएँ। त्यसको उदाहरणै अहिले जुन किसिमको राष्ट्रपतिको व्यवहार देखिएको छ नि, यो त नर्म भइसक्यो। अब अर्को पार्टीले मेजोरिटी ल्यायो भने त्यो पनि त्यही गर्छ। फेरि देखिएको पनि छ। अहिले त हाम्रो भागबन्डाको संस्कार त फेरि यसरी बढेर गएको छ कि एउटा अब त तपाईँको भाइस चान्सलर भयो भने रेक्टर भयो भने एसिस्टेन्ट डाइरेक्टर मेरो भनेर हुँदा त अब त पिएनमा पनि भागबन्डा होइन, पिएनको नियुक्तिमा पनि भागबन्डाको कल्चर आइसकेको छ भने त्यो अवस्थामा त्यो जुन किसिमको पोलिटिकल कल्चर आएको छ त्यसलाई सम फर्म अफ चेक, सम फर्म अफ एउटा चाहिँ ब्यालेन्समा राख्नको लागि राज संस्थाको उपस्थितिले धेरै नेपालमा काम गर्छ। डाइनामिक स्टेबिलिटी भन्छु म, डाइनामिक स्टेबिलिटी एउटा गतिशील निरन्तरताको लागि चाहिँ यसले काम गर्छ। त्यसलाई युज गरौँ, किनभने त्यो अरू कुनै कारणले होइन, आफ्नो देशको स्पेसिफिक अब्जेक्टिभ कन्डिसन्सको परिवेशमा त्यसको उपदेयता नेपालमा छ भन्ने चाहिँ हाम्रो पार्टीको धारणा हो। यो टपिकलाई एन्ड गर्दै राज संस्था तर संविधानभित्र संसद सर्वोच्च, त्यही बुझ्ने होइन?
हो नि संसद सर्वोच्च भनेको यस अर्थमा कि नेपालको मालिक नेपाली जनता हुन् र नेपाली जनताले बनाएको संसद नै सर्वोच्च हुन्छ। निरङ्कुश राजतन्त्र चाहिँ होइन, होइन पटक्कै होइन। निरङ्कुश राजतन्त्र भन्दै त त्यो त अहिलेको एजमा हरेक तपाईँको चाहिँ एजमा त्यो राज संस्था 19औं शताब्दीमा त्यति संसारभरि थियो नि त, किन गयो त भनेर भन्दाखेरि के भन्दाखेरि त्यसले त्यो बेलामा त्यो रियालिटीलाई महसुस गरेन कि उसलाई जति बोझ थियो नि, जुन नयाँ फोर्सेसहरू सोसाइटीमा आइरहेका छ इन्डस्ट्रियलाइजेसनको कारणले, एजुकेसनको कारणले, राइजिङ एस्पिरेन्सको कारणले, त्यसलाई ह्यान्डल गर्न सक्ने क्षमता नहुँदाखेरि नै गएको हो। त्यो कम्प्लेक्सिटीले त्यो इन्स्टिट्युसनले ह्यान्डलै गर्न सक्दैन। त्यो ह्यान्डल गर्न सक्ने पिपलको जनताकै इन्स्टिट्युसन्सहरू चाहिन्छ। अब एउटा ब्रोडर क्वेसनतिर आउँ। अहिलेको नेपाली राजनीति, चाहे त्यो राजनीतिक दल होस्, विभिन्न संवैधानिक संस्थानहरू हुन् र नेपाली जनता, यी सबै के छ अहिलेको अवस्था? त्यसलाई अहिलेको अवस्था तपाईँको के भन्दाखेरि मैले तपाईँलाई भने संवैधानिक सङ्कट चाहिँ अहिलेको सबभन्दा ठुलो कुरो शासकीय सङ्कट हो र शासकीय सङ्कट र आर्थिक र जनजीविकाको सङ्कट हो। शासकीय सङ्कटको एउटा रिजल्ट चाहिँ आर्थिक, मैले किन भनेको छु भने जिडिपी यदि पर्सेन्टले बढ्यो नि भनेर कहिले भन्छन् नि, 5%ले बढ्यो 6%ले बढ्यो भनेर। तर हेर्नुहोस् त त्यो जिडिपी बढिराखेको छ, तपाईँको नेपाल सरकारले भएको पैसा खर्च गर्न सकेको छैन। खर्च गरेको चाहिँ त 100 रुपियाँमा 15 रुपियाँ दाम पनि जनतामा पुग्दैन। माथिदेखि तलसम्म त्यही छ। म्युनिसिपालिटीमा होस् कि तपाईँको गाउँपालिकामा होस् कि करप्सन हेज बिकम यस्तो ऱ्याम्पेन्ट भइसक्यो कि नेपाली जनताको जुन रगत पसिनाले कमाएको, नेपाली जनताले तिरेको ट्याक्सको जुन दुरुपयोग भइरहेछ नि, त्यो तपाईँको इज द्याट इकोनोमिक डेभलपमेन्ट? त्यो त होइन नि। डेभलपमेन्ट भनेर भन्दा पनि, इकोनोमिक डेभलपमेन्ट भन्दा पनि होल पर्सपेक्टिभै हाम्रो चेन्ज हुनुपर्छ के। पर्सपेक्टिभ चेन्ज, त्यसको गुणस्तर के छ? गुणस्तरयुक्त इकोनोमिक डेभलपमेन्ट हुनु पऱ्यो। गुणस्तरयुक्त भनेर भन्दाखेरि इन्कम डिस्ट्रिब्युसन के भएर गएको छ? यो करप्सन बढ्नुको मतलबै एउटा भुइँफुट्टा वर्ग यति धनी भएर गएको छ नेपालमा, आम जनता गरिब भएर गएको छ, भुइँफुट्टा वर्ग धनी भएर गएको छ। टापु प्रवृत्ति भन्छन् नि, सम्पन्नताको एउटा टापु अरू सबै चाहिँ गरिब हुने स्थितिमा चाहिँ टापु इकोनोमी, आइल्यान्ड इकोनोमीमा नेपाल चाहिँ त्यस्तो जान लाग्छ। तपाईँको गणतन्त्रप्रति के छ धारणा तपाईँको? संघीयता महँगो भयो, यसो पनि सुन्ने धेरै आइन्छ। संघीयताको कुरामा के छ भने हामीले चाहिँ तपाईँको पिपललाई संवैधानिक रूपमा पिपललाई अधिकार सम्पन्न बनाउनु इट्स ए गुड थिङ। डेभोल्युसन अफ अथोरिटी भन्छ नि, अधिकारको हस्तान्तरण पिपललाई त्यो गर्नै पर्छ। जस्तो गाउँपालिकाहरूलाई अधिकारको हस्तान्तरण गरेको छ अहिले, त्यो त गाउँपालिका त अहिले के भने अमेरिकाको काउन्टी जस्तै हो, सरकार हो त्यो। त्यसको त अब तपाईँ त कानुनकै विद्यार्थी, तपाईँको चाहिँ कार्यपालिका पनि छ, न्यायपालिका पनि, विधायिका पनि आफ्नो लिमिटेड स्कोपमा त छ नि। त्यो अधिकार दिनु त राम्रो कुरा हो, त्यो अनुसार पैसा पनि आएको छ। तर त्यो दिँदाखेरि त्यसमा दुरुपयोग हुनसक्छ भने मोनिटरिङ पनि गर्नुपर्छ तपाईँ। त्यो मोनिटरिङ छैन अहिले, किनभने माथि नै मोनिटरिङ छैन, माथि नै जथाभावी गरिराखेको छ। अनि बाउ चाहिँ तपाईँको राति टन्न चाहिँ रक्सी खाएर सुत्ने, भोलिपल्ट उठेर छोरछोरीहरूलाई चाहिँ रक्सी नै खाएर चल्छ। अहिलेको नेपालको समस्या भने त्यही हो कि किनभने जो शासन गर्नेहरू हुन्, त्यो शासन गर्नेहरूमा जनताप्रति र आफ्नो यो संविधानका सिद्धान्तहरूप्रति बेसी कमिटमेन्टै छैन। हामी त जसरी पनि शासन गर्ने हो, शासनको लागि पैसा चाहिन्छ, पैसा आएपछि शासन आउँछ, शासन आएपछि पैसा आउँछ। इट्स ए भिसियस सर्कल। त्यो सर्कलमा परिसकेको छ। जसरी भए पनि शासनमा गए, सत्तामा गएपछि पैसा कमाउनुपर्छ। पैसा भएपछि नै फेरि चुनावमा चाहिँ जनतालाई बोको बनाउनु पाइन्छ। यो सर्कलमा जाँदाखेरि डेमोक्रेसी नेपालमा फिजल आउट गर्न बेस छैन। डेमोक्रेसी इज इन ग्रेभ डेन्जर नेपालमा अहिले। यस्तै हो भने मान्छेको चाहिँ आक्रोश बढ्दै जान्छ। अनि आक्रोश बढ्दै जाँदाखेरि पोलिटिकल अलर्ट पिपलहरूमा जब आक्रोशहरू बढ्दै जान्छ नि, त्यो अराजकता ल्याउने भने त्यही बेला हो। त्यस्तै अराजकता भएको बेलामा नै सानो देशमा विदेशीहरूको हस्तक्षेप बढ्छ। अहिले जुन अब प्रतिनिधि सभा विघटन भयो, चुनावको मिति पनि तोकिएको छ, तर त्यो निर्वाचन आयोगले अहिले तोकेको छैन। कतिपय पूर्व निर्वाचन आयुक्तहरूले त यो पनि भन्नुभएको छ कि तोकेको मितिमा सम्पन्न गर्न मिल्दैन। निर्वाचन नै भयो भने, संसद नै पुनर्स्थापित भयो भने के नै चमत्कार हुन्छ होला? यो पनि प्रश्न त छ नि। व्यक्ति त्यही हुन्, पार्टी त्यही हुन्, उनीहरू त्यहाँ पुगेर फेरि मलाई हाँसो उठेर आउँछ तपाईँको प्रधानमन्त्रीले के भने मलाई चाहिँ काम गर्नको लागि मलाई बहुमत चाहियो, अब चाहिँ 2/3 चाहियो। काम गर्न 2/3 थिएन उहाँको। हि हेज द 2/3, अलमोस्ट 2/3 भन्नुहोस् न। मधेसी दलका साथीहरूले चाहिँ जानुभयो, उहाँहरू जान्जेलसम्म 2/3 थियो होइन। हुन त उहाँहरू पनि के नै गर्छु भने जानुभयो, त के नै खालि पदामा बसेर मात्रै निस्किनु भयो होइन। मैले यसो हेर्छु मधेसकै इकोनोमीमा हेर्दा केही पनि गरेको छैन।
दे हेभ डन नथिङ। मधेस आन्दोलन मधेसको सेन्टिमेन्टलाई युज गरेर खालि सत्तामा जाने व्यक्ति केही पनि गरेको छैन। पदमा त धेरै पुग्या हो। म एउटा च्यालेन्ज साथ भन्छु कि मलाई तपाईँले यो प्रश्न ठ्याक्क उठाउनु भयो। हाम्रो चाहिँ जनकपुरको सबभन्दा ठुलो इन्डस्ट्री पनि चुरोट उद्योग होइन, अनि तपाईँको चाहिँ सुर्ती विकास कम्पनी होइन, सुर्तीले किसानलाई अहिले त्यो मधेस भवन भएको छ है फेरि अहिले त्यसलाई नाम परिवर्तन गरेर मधेस भवन मन्त्रालय दुनियाँ जान भएको छ। त्यही त मैले भन्नु खोजेँ के भने त्यो कहाँ गयो? त्यो 3000 मान्छेले वर्कर्सले जब लुज गर्यो होइन। अनि त्यो तपाईँको चाहिँ त्यो इन्डस्ट्रीले किन्ने चाहिँ सुर्ती जुन चाहिँ किसानमा जान्थ्यो पैसा त्यो सबै हरायो। अनि यहाँ इकोनोमिक डेभलपमेन्ट भयो। यहाँको मान्छे सबै अहिले चाहिँ गइरहेछ मलेसिया र चाहिँ ओमानमा गइरहेछ, कतारमा गइरहेको छ। त्यसैले गर्दाखेरि तपाईँको यो प्रदेश नम्बर 2 भन्छु तपाईँहरू, जहाँ अहिले हामी प्रदेश नम्बर 2 मा छौँ। प्रदेश नम्बर 2 को इकोनोमी चाहिँ बिग्रेर गएको छ। तपाईँको सबभन्दा नेपालमा सबभन्दा गरिब ठाउँ भनेको अहिले चाहिँ ह्युमन डेभलपमेन्ट इन्डेक्समा सबभन्दा चाहिँ तल्लो ठाउँ भनेको चाहिँ तपाईँको चाहिँ वान अफ दि गरिबै भनेर भने वान अफ दि गरिब ठाउँ चाहिँ अहिले चाहिँ महोत्तरी जिल्ला भएको छ। हेर्नुहोस् तपाईँले ह्युमन डेभलपमेन्ट। अहिले जनकपुर धनुषा जिल्लामा छ। कुनै समय राप्रपाको गढ पनि थियो। यहाँ हेमबहादुर मल्लजी जस्तो व्यक्ति पनि हुनुभएको थियो। कहाँ हरायो राप्रपा आखिर? तराई मधेसमा अहिले अन्तिममा हेर्दाखेरि चुनावको सिट हेरौँ या जे भनौँ, प्रतिनिधित्व भनौँ, आखिर त त्यसैलाई मानिन्छ। चाहे प्रदेशमा भनौँ या प्रतिनिधि सभामा भनौँ, तपाईँहरूले यहाँबाट सिट पाउनु भएको छैन। त्यो तपाईँले भने त्यो तपाईँको तथ्याङ्कगत कुराले यु आर एब्सोल्युटली राइट कुराले राइट भन्नुपर्छ है। त्यो भएको कारण किनभने त्यो फल्ट चाहिँ हाम्रै कारणले पनि हो, फेरि नेताहरूको कारणले। किन हामीले पार्टीलाई टुक्र्यायौँ, पार्टी टुक्रियो। 3टा पार्टी भयौँ नि त हामी, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादी। गर्दाखेरि पिपलको मनमा के भने सिम्पेथी भएकोले पनि आखिर यो चुनावमा एउटा फिलोसफी के आउँछ भने मान्छेको मनमा, तपाईँ पनि चुनाव लड्नु भने त्यो पक्कै पनि पत्ता लगाउनुहुन्छ। मैले त अनुभव गरिसकेको छु। के कसले जित्छ है भनेर सोच्छन्। अनि पिपल वान्ट टु भोट फर पिपल हु आर गोइङ टु विन। जसले जित्छ त्यसलाई पो दिने भनेर भन्छन् कि। अब यसो हेर्दाखेरि 4वटा टुक्रा भइसक्यो, जित्ने होइन यिनीहरूलाई किनिदिने, आफ्नै हुन् तर त्यही पनि अर्कोलाई दिउँ भन्ने यो साइकोलोजीले काम गरिरहेछ। त्यो साइकोलोजीलाई हामी बिट गर्छौँ अब, किनभने हामी अब एक भएका छौँ, एक भएर रहन्छौँ र जुन इस्युजहरू हामी लिएर गएका छौँ, यहाँको जनजीवनका इस्युजहरू लिएर जान्छौँ हामी। प्रदेश 2 लाई लिएर के प्लान छ तपाईँहरूको? होइन, प्रदेश 2 त हाम्रो तपाईँको पहिलेको हिसाबले हेर्नुहुन्छ भनेदेखि त हाम्रो त वान अफ द सबभन्दा जनताको यहाँ विश्वास गरे ठाउँमध्ये हो यो। तपाईँको जनकपुरबाट हामीले जितेका थियौँ, महोत्तरीबाट हामीले जितेका थियौँ। अहिले अवस्था छैन त्यसो। फेरि त्यो समय भने तपाईँको चाहिँ के भनेदेखि चाहिँ हिजो के थियो भनेदेखि भोलि के हुन्छ भन्नेमा डोन्ट कम टु द कन्क्लुजन अघि, किनभने समय र परिस्थितिको अवस्था हो। वीरगन्जबाट जितेका थियौँ हामीले, पर्साबाट जितेका थियौँ, बाराबाट जितेका थियौँ। यो प्रदेश 2 नम्बर भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले लाई धेरै समर्थन गरे ठाउँ हो। छनिया मान्छेहरू, सिम्पेथी भएका मान्छेहरू छन्, उनीहरूलाई पानीको मुहान छ, त्यसलाई कुलो काटेर त्यसलाई सिँचाइ गर्न मात्रै बाँकी छ। हामीले चाहिँ त्यो बेलामा जुन कुलो काटेको थियो त्यसलाई भत्कायौँ भन्नुहोस् न, अब बनाएर जानुपर्छ। विल विन। यहाँ त जनता समाजवादी पार्टी छ, सीके राउतको जनमत पार्टी छ, नेपाली कङ्ग्रेसले आफ्नो गढ नै भन्छ, राप्रपाले कहाँ स्पेस पाउँछ? समाजवादी पार्टीमा पार्टी त छ तपाईँहरूको, तर मैले अहिले हेरेँ नि तपाईँको 5-7 दिन हेर्दाखेरि यत्रो वर्षसम्म उहाँहरू सत्तामा बसेर वाट हेभ दे डन? के गर्नुभयो त उहाँहरूले? वीरगन्ज तपाईँको यो जनकपुर चुरोट कारखाना बन्द हुँदाखेरि आफ्नै मन्त्री मधेसी दलका पार्टीहरू मन्त्री हुँदाखेरि बन्द भयो होइन? तपाईँको चाहिँ खोल्न सक्नु भयो एउटा एग्रिकल्चर टुल फ्याक्ट्री भने पर्साको, त्यसलाई एउटा उहाँहरू सत्तामा भयो भने खोल्न सक्नु भएन। यो वीरगन्जको चिनी कारखाना वान अफ द बिगेस्ट तपाईँको चिनी कारखाना, उहाँले के गर्न सक्नु भएको छैन। तपाईँले जवाब दिइराख्दाखेरि पनि एउटा कुरा चाहिँ छुट्या जस्तो मलाई लाग्यो। प्रदेश 2 को लागि चाहिँ एक्सन खासमा तपाईँहरूको के छ, प्लान के छ, के सोच लिएर आउनु भएको छ? प्रदेश 2 को हेर्नुहोस्, मलाई त के लाग्छ भने यो इन्डस्ट्री जुन भत्किया इन्डस्ट्रीहरू छन् त्यसलाई किन रिस्टोर गर्न नसक्ने? वाइ नट? प्राइभेट सेक्टरले यहाँ बनाउन सक्छ भने किन गर्न नसक्ने? दोस्रो कुरो इन्डस्ट्री र एग्रिकल्चरलाई जोड्नु पऱ्यो कि तपाईँको यहाँ त्यो भएको छैन। इन्डस्ट्रीलाई एग्रिकल्चरलाई जोड्ने जुन प्रयासहरू गरिएको थियो नि पहिले, जस्तो जुटलाई उद्योग र जुट कृषिलाई जोडिएको थियो, चुरोट उद्योग र चुरोटको सुर्तीलाई जोडिएको थियो,
सबै यो लिङ्क्सहरू टुट्दै गएको छ। चिनी उद्योग र चिनीको चाहिँ तपाईँको चाहिँ किसानहरूलाई गभर्मेन्टले जोड्न खोजेको थियो। अब अहिले त त्यो चिनी उद्योग खडा भयो भने एडभर्सियल रिलेसन्स के तपाईँको, चिनी उद्योगले पैसा नदिने, किसान त उसको झगडा हुने भने उनीहरूले यो इन्डस्ट्रियल डेभलपमेन्टको बेसिक निड्सको लागि चाहिने इन्डस्ट्रियल डेभलपमेन्टको लागि यो यहाँ ठाउँ छ, धेरै ठाउँ छ। त्यसलाई औद्योगिकरणको प्लान लिएर आउनु भएको छ। एउटा त्यो। दोस्रो कुरो एग्रिकल्चरमा यो प्रदेश नम्बर 2 मा नेपालको सबभन्दा धेरै एग्रिकल्चरको एरिया यहीँ छ। एग्रिकल्चर र यो एग्रिकल्चर यहाँ प्रोग्रेस नगरिकन नेपालको उन्नति हुँदैन। अघि एग्रिकल्चरलाई इग्नोर गरेको छ। यहाँ कहाँ छ पानी दिन सकेको? एउटा स्पेसिफिक प्लान बनाएर तपाईँको हामी त एग्रिकल्चरमा यति ब्याक हुँदै गएको छौँ कि इन्डियासित कम्पिटिट गर्न नसक्ने भइसकेको छ। अब त्यो एग्रिकल्चरलाई इन्डियन एग्रिकल्चरसित कम्पिटिटिभ गराउनुको लागि कसरी ल्याउने, प्रोडक्टिभिटी कसरी बढाउने, के पनि प्रोग्राम त छैन। न यहाँ त मैले त सेन्ट्रल गभर्मेन्टको देखेको छु, न तपाईँको प्रदेश गभर्मेन्टको त किन प्रदेश गभर्मेन्टले के गरेर बस्नु थाहा छैन। यहाँकै मान्छे पनि त्यही भन्छन् कि उहाँहरूको ठुल्ठुलो मोटरहरू छ, झन्डा हल्लाउनुहुन्छ, तपाईँको चाहिँ पद लिएर बस्नु भएको छ, त्योभन्दा बढी त केही छैन भन्छन्। भन्दाखेरि यसको होल इकोनोमिक डेभलपमेन्टको तपाईँको फोकस इन्डस्ट्री, एग्रिकल्चर, टुरिज्ममा तपाईँको यही भन्नुहोस् न। जनकपुर त 1 अरब 20 करोड मान्छेको त यो तीर्थस्थल हुनसक्छ। यसलाई किन तपाईँको चाहिँ जनकपुरमा चाहिँ 4वटा 5वटा फ्लाइटहरू इन्डियासित नेगोसिएट गरेर फ्लाइटहरू यहाँ इन्करेज नगर्ने? जनकपुरको म्यासिभ डेभलपमेन्ट गरेर सरकारले मुख्यतः के भन्ने गरेछ भने सङ्घीय सरकारले हामीलाई अधिकार दिएको छैन, जति दिएको छ त्योमा हामीले धेरै गरेका छौँ। मैले त अब त्यो के हो कि अब यहाँको मान्छेको चाहिँ मैले चाहिँ आई फाउन्ड लट अफ फ्रस्ट्रेसन। प्रदेश सरकार भनेको 1.5 करोडको टोयोटा चढेर हिँड्ने सेवा उहाँहरूको काम छैन भनेर। हुन त समग्र एग्रिकल्चर, इन्डस्ट्री र टुरिज्ममा रिलिजियस टुरिज्म यति ठुलो स्कोप छ यो ठाउँमा, यति ठुलो स्कोप छ। तपाईँ त्यसले मात्रै पनि यहाँको कायापलट गर्न सक्छ। अहिले त्यो एक्सप्लोर किन नगरेको? त्यो एक्सप्लोर न केन्द्रले गर्ने न प्रदेशले गर्ने, अनि कसरी विकास हुन्छ? हुन त हाम्रो पुरा देश नै आप्रवासीको देश हुन लागेको छ। प्रदेश 2बाट पनि त्यसमा सबभन्दा बढी व्यक्ति वैदेशिक रोजगार जान्छन्। त्यसमा धनुषा जिल्ला समग्र देशमा टप। हुन त हाम्रो पोलिटिकल सिस्टम नै यस्तो भएको छ कि हामीले विदेश पठाउनलाई चाहिँ अब गौरवान्वित हुन्छौँ। जापान पठाउने सम्झौता गऱ्यौँ, इजरायल पठाउने सम्झौता, त्यसलाई नै हामीले सफलताको सूत्र बनाएको छौँ। रोजगार विभाग छ, आन्तरिक रोजगार विभाग छैन नेपालमा, होइन? अब यहाँको मान्छेले के गर्ने? भएको उद्योग पनि छैन। कृषिमा चाहिँ तपाईँको त्यो इन्कम चाहिँ कस्टको हिसाबले चाहिँ लेस एन्ड लेस एट्र्याक्टिभ भएर कृषि भएर गइरहेछ। अनि के गर्ने? मान्छेले बाध्य भएर गइरहेछ नि त। यो पहिले 19औँ शताब्दीमा नेपालीहरू बाहिर गएको थियो तपाईँको पाहाडका, जस्तो आसाममा गए, मेघालयमा गए, त्यो रहरले गएन, यहाँ टिक्न नसकेर गयो, खान नपुगेर गएको। अहिले त्यस्तै स्थिति भइरहेछ। अहिले त्यसलाई तपाईँ चेन्ज गर्ने चाहिँ तपाईँको के छ त प्लान 5 वर्षभित्रमा? यहाँ यति रोजगारी म सिर्जना गर्छु भनेर भन्न नसक्ने? त्यो केपेबिलिटी स्टेटमा त्यति नहुने? त्यो केपेबिलिटी स्टेटमा नहुने हो भने राज्य गर्ने वैधानिकता कहाँबाट आउँछ? त्यो प्रश्न त यहाँ पो छ त अहिले। त्यसैले मैले भने के भनेदेखि तपाईँको जनजीवनका समस्याहरूलाई नै यहाँ चाहिँ इग्नोर भएको छ, टोटल इग्नोर भएको छ। सत्ताको मोहमा एकले अर्कालाई गाली गर्ने, कसलाई गाली गर्यो भन्ने मात्रै यहाँ कम्पिटिसन छ। जनताले माथि उठाउनुमा कम्पिटिसन छैन। द्याट इज द स्याड पार्ट। त्यो चाहिँ विल चेन्ज द्याट। हुन त प्रब्लमहरू धेरै भयो, आर्थिक छन्, राजनैतिक छन्। हाम्रो देशमा टच गर्नुपर्ने इस्यु धेरै छ, तर समय थोरै भयो। छिटो एन्सर लिउँ। तपाईँ अर्थमन्त्री पनि हुनुभएको छ, त्यसको पनि एक्सपिरियन्स छ तपाईँलाई। हुन त लामो समय भयो, तैपनि अहिलेको अर्थतन्त्र हाम्रो परनिर्भर भयो, हामीले आत्मनिर्भर हुन सकेनौँ। झन् अब राजनीतिक व्यवस्था त्यस्तो भयो, राजनीतिक स्थायित्व आयो भने हामी आर्थिक हिसाबले फड्को हान्छौँ। ठुल्ठुलो कुरा गरिएको थियो चुनावमा। हाम्रो अर्थतन्त्र सबल बन्छ त? छ अहिले राजनीतिक व्यवस्था त्यस्तो सबल बन्द? एउटा नेपाली उखान छ कि बेइमानको औषध छैन भनेर, होइन? हाम्रो अर्थतन्त्र सबल बन्नको लागि नेपालमा जो सत्तामा बसेका छन्, सत्तामा बसेकाहरूले कमसेकम भनेको कमिटमेन्ट अनुसार गर्ने कि नगर्ने, एउटा कुरो त्यो गरेनन् भने तिनीहरूलाई खङ्गार्नको लागि जनता सडकमा ओर्लिनुपर्छ। द्याट इज द ओन्ली वे। अर्को इलेक्सनमा राप्रपाको लागि चाहिँ राष्ट्रिय मुद्दाहरू चाहिँ के हुनेछ? त्यो दुईटा बाहेक चाहिँ त्यो राष्ट्रिय मुद्दा भनेको चाहिँ के भने इकोनोमी नै हो। हामी इकोनोमीमा के भने 5 वर्षभित्रमा हामी चाहिँ भन्छौँ कि यति चाहिँ हामी चाहिँ रोजगारी चाहिँ नेपालमा सिर्जना गरेर जिडिपीको अहिले 28% चाहिँ तपाईँको बाहिरकोबाट आउँछ भने त्यो चाहिँ हामी घटाएर यतिमा ल्याउँछौँ भनेर हामी
फोरकास्टै गर्छौँ एन्ड विल स्ट्यान्ड बाई इट। नेपालको कृषि जस्तो जस्तो तपाईँको भन्नुहोस् न, यहाँ तपाईँको म भन्छु 5 वर्षभित्रमा जनकपुरलाई नेपालको टप टुरिस्ट डेस्टिनेसन बनाउने ग्यारेन्टी गर्न सकिन्छ। किन नसक्ने? यत्रो सम्पदा, टुरिस्ट सम्पदा लिएर बसेको ठाउँ यो त। यसमा किन कल्पना नगर्ने हामीले? सो मेनी थिङ्स। समग्र देशमा आधारभूत समस्याहरू अहिले पनि छन्। बिजुली भयो, पानी भयो, रोजगार भयो, खानालाई पनि अप्ठ्यारो छ। के गर्न सकिन्छ होला? यति हामी निरीह भएको छौँ त? निरीह भएको छैन। प्रकृतिले हामीलाई दिएको छ। बिजुली देखिहाल्नु भयो, तपाईँसित कुरा गर्दा 10 मिनट बिजुली गयो। म यहाँ आएको जनकपुरमा आज 24 घन्टा भयो, जनकपुरमा सबैसित कुरा गर्दैछु। 5 ताली गइसक्यो, राति 4 ताली गयो, 10 मिनट भन्दाखेरि गएको थिएन। अब लोड सेडिङ त गयो भनेर भनेको थियो। अब तपाईँ यहाँ काम गर्दै हुनुहुन्छ, यत्रो एउटा इम्पोर्टेन्ट काम गर्दै हुनुहुन्छ, सबै कुरो चाहिँ बिजुलीमा भर पर्छ। हरेक ताली तपाईँको 10 मिनट बिजुली जान थाल्यो भने हाउ क्यान यु वर्क? त्यसको लागि को जिम्मेवार त? अब तपाईँलाई हुने ड्यामेजको लागि कसले पैसा तिर्ने? कोही जिम्मेवार छ? काम गर्ने एउटा मान्छे थियो, जसले गरेर देखाएको पनि थियो, त्यसलाई तपाईँले निकालिहाल्नु भयो। किनभने के कारणले हो थाहा छैन। अनि अब इन्स्टिट्युसन यसरी बिग्रेर जान लाग्छ भने के भने क्वालिटी र ऱ्यासनालिटी भन्छ नि। इकोनोमिक डेभलपमेन्ट भनेको ऱ्यासनल प्रोसेस हो। कस्ट प्रफिट तपाईँको चाहिँ इन्कम हेरेर त्यसमा क्यालकुलेसन गर्ने र त्यसको लागि चाहिने मेरिटको मान्छे र क्वालिटीको इनपुट्सहरू दिनुपर्ने एकदम लक्ष्य केन्द्रित प्रक्रिया हो के। त्यो लक्ष्य केन्द्रित प्रक्रियालाई सामन्ती संस्कार लिएका मान्छेहरूले शासन गरे। अहिले म त उहाँहरू भन्छु कम्युनिस्ट पार्टीले जुन शासन गरेको छ यो त कम्युनिस्ट पार्टीको शासन होइन, नवसामन्तवादको शासन भएको छ यहाँ त। त्यसले गर्दाखेरि फेल गएको छ। इमानदारिता र सही नियतको स्पेस हेर्नुहुन्छ। सही नियतको स्टेट र मोडर्नाइजेसन तपाईँको आधुनिकीकरण गर्नको लागि चाहिने ऱ्यासनालिटी, त्यसका बन्देजहरू आफूले अनुशासित गर्ने, आफूले बन्देजमा राख्न सक्ने कि नसक्ने, द्याट्स द मेन इस्यु। धेरै धेरै धन्यवाद यहाँलाई संवादमा आउनुभयो। धन्यवाद। दर्शकवृन्द, आइ के अपन विशेष के समय हमरा सबके एते समाप्त होते छै। समय में जते संभव भेले ओते विषय हम सब बातचीत करके प्रयास केलहुँ। अपन विशेष के आरो श्रृंखला लक हम सब उपस्थित हेबे करब। ताधर के लेल संपूर्ण यूनिट के तरफ से हम विदा मांगे छी। अपन टेलीविजन देखित रही। धन्यवाद, नमस्कार।